चट्ट छिनेको कम्मरभन्दा ड्याममा खानदानी भुँडी मनपर्छ दशा लागेर हो कि नशा लागेर थाहा छैन अचेल मलाई अरूको बुढी मनपर्छ यो के रोग लाग्यो भनेर डाक्टर साहबलाई देखाउन गएको डाक्टर साहब त अर्कैको बुढी भगाएको मुद्दाले पुलिस चौकी गएको रहेछ खै के रोग लाग्यो मलाई यता पनि हुँदैन उता पनि हुँदैन चकेटी देख्यो भने चाहिँ उतातिर जान मन लाग्छ हेर्नुहोस् है घरमा चिल्लो गेडागुडे हुँदा बाहिर खस्रो चिजहरू मनपर्छ मलाई मात्र कहाँ र यहाँको भएको सबै केटाहरूलाई अरूकै बुढी मनपर्छ हजुरै मनपर्छ कि पर्दैन हाँस्नु न यहाँतिर पर्छ कि नै आफ्नो बुढीलाई मेरो बुढीले आई लभ यु भन्दा पनि चट्ट गालामा हाने जस्तो फिल हुन्छ तर अरूको बुढीले चाहिँ आई लभ यु के अरे आई हेट यु भन्दा पनि चम्मक मै खास त हुन्छ कि हुन्न हुँदैन भन्नु न अरूले माया गर्नुहुन्छ कि नै गर्नु न गर्नु माया गर्नुहुन्छ डु हेभ गर्लफ्रेन्ड छ धेरै छ पीडामा हुनुहुन्छ सकमा त हुनुहुन्न नि कसैले हँसायो भने हाँस्दिन नत्र नहाँस्ने त्यस्तो छैन नि अब के भनेर सुनाउँदा तपाईँलाई ल तपाईँको मुस्कान चाहिँ देखिरहेको छ फेरि तपाईँले चाहिँ भन्न झुट बोल्न पाउनुहुन्न है त मुस्कान चाहिँ देखिरहेको छ तर हाँस्नु हाँस्नु भयो कि हाँस्नु नि ल देख्यो विनर बनियो यसरी भन्छ कि ल 200 रुपियाँ पाएको भिडियो बना ल थ्याङ्क यू ब्रदर ल नाइस टु मिट यु ओके ओके